हेलो गाइज, गुड मर्निङ एन्ड जय मसी छ। अनि तपाईहरुलाई आजको ब्लगमा स्वागत छ। आज चाहिँ स्कुलबाटको पिकनिक थियो अनि त्यही भएर म बिहानै उठे र म ढिला नगरिकन ब्रस गर्न र मुख धुन गए। बाहिर गएर हेर्दाखेरि त पुरै हुस्सु लागेको थियो सबैतिर। अनि दिदी चाहिँ भाडा माल्नु हुँदै रहेछ हैन बिहान बिहान। अनि म भट्टाभट अनि ब्रस गर्न लाग्यो हैन। सबै आज त सफाउनु पर्छ नि त। अनि यसो हेर्दा त खेरि त हैन फुलहरु चाहिँ फुलिरहेको रहेछ। अनि भित्र आएर हेर्दाखेरि त भान्जा त अझैसम्म सुतिरहेको रहेछ। भान्जा भान्जा भनेर उठ भनेर भन्छु, उठ्दैन त। त्यसपछि म फ्रेस भइसके पछाडी हैन अब कपडा कुन लाउने होला भनेर सोच्दै थिएँ। अनि मसँग अप्सनमा कपडाहरू पनि थियो। सँग खासै नयाँ कपडाहरू त थिएन, तर पनि पुरानै कपडाहरू मैले मिलाएर लाउने कोसिस गरेँ। र मैले सोचेँ कि ब्लूको कम्बिनेसन मिलाएर लाउँछु भनेर सोचिरहेको थिएँ। अनि मैले लाउँछु भनेर नै अनि ट्राई गरेँ। अनि फाइनल लुक्स चाहिँ यस्तो देखियो हैन। अनि यस्तो देखिरहेको थियो, ब्लूको कम्बिनेसन मिलाएर मैले लाएको थियो। अनि यस्तो देखियो, खासै राम्रो चाहिँ देखिएको थिएन। त्यही भएर मैले अर्को कपडा लाउने निर्णय गरेँ। त्यसपछि मैले यो कपडा लाएँ है त। यो कपडाले चाहिँ सुहा जस्तो लागेर मलाई मनमा नै खुसी लागिरहेको थियो हैन। अनि मैले तल चाहिँ फेभरेट प्यान्ट लगाएको थियो अनि माथि चाहिँ मलाई मनपर्ने सर्ट लाएँ। पुरानै भए पनि अब ठिकै लागिरहेको थियो मलाई चाहिँ। अनि यस्तो देखिएको थियो। धेरै जाडो भएकोले मैले ज्याकेट पनि लाएँ। अनि मैले जुत्ता पनि लाउने निर्णय गरेँ। यो जुत्ता चाहिँ अनि मेरो पुरानो जुत्ता थियो। अनि कपाल पनि मिलाउनु पर्यो नि त। फेरि मैले यसो सोचेँ आज सेन्ट लाउँछु भनेर यताउता खोजेँ, तर यसो सोचेँ आज त मैले सेन्ट लाउनु हुँदैन, गाडीमा फेरि गाह्रो हुन्छ। फाइनली हामी चाहिँ अब पिकनिकको लागि हिँड्न लाग्यो अब बसमा चढेर। अनि बसमा चाहिँ मिसहरू रमाइलो गर्दै हुनुहुन्छ। कौन है राजा का राजा, कौन है दुनिया का बादशाह, कौन है राजा का राजा, कौन है दुनिया का बादशाह। यीशु है उसका नाम, यीशु है उसका नाम, तो करो तुझेगा। तपाईले के किन्दै हुनुहुन्छ? के किन्न लाग्नु भएको? रोहन भाइ के किन्दै हुनुहुन्छ? सुधा जम्बुडियो छैन? ला हो र, जम्बुडियो किन्दिने अनि? ओ माय गॉड हो र, तिमी पनि यसो ओहो छुपाछुप त त्यो गेम खेल्नको लागि हो है त।
किन्दै हुनुहुन्छ सबैजनाले के किन्नु भयो ओहो ओहो ल ल ठिक छ सबिन भाइ साउजी हो तपाईँ यहाँको होइन होइन ओहो मिसहरू हेलो हेलो अनि बसको झ्यालबाट चाहिँ अति नै सुन्दर भ्यूहरू देखिरहेको थियो अनि फाइनली हामीहरू चाहिँ गुम्बा डाँडा आइपुग्यौँ अनि फाइनली हामी चाहिँ पिकनिक खाने ठाउँसम्म हामीहरू जाँदैछौँ हामीहरू चाहिँ पुग्यौँ है त अब किन ननाच्नु भएको सेम टु सेम आकृति जस्तै देख्न लाग्दो ढुङ्गाको आकृति राम्रो छ आकृति रिसाय है आकृति रिसाय खासमा उसको नाम पनि आकृति नै हो त्यही भएर यसमा चढ्न मिल्दैन अनि यसमा नचढ्नुहोस् फाइनली हामी चाहिँ गुम्बा डाँडा आइसकेका छौँ हेर्न सक्नुहुन्छ भिडियो हामीहरू घुम्दैछौँ अनि हेर्न सक्नुहुन्छ उहाँ चाहिँ हाम्रो मोक्सानी हुनुहुन्छ ल धन सर यताको बारेमा के थाहा छ भने भनिदिनु न प्लिज यताको बारेमा भन्नुपर्दाखेरि चाहिँ यहाँनिर एउटा बुद्धको मूर्ति रहेको छ जङ्गलमा हुनुभएका हाम्रो महानुभावहरूलाई पनि धेरै धेरै पिकनिकको शुभकामना छ आज धेरै मजाले घाँस खानुस् र तपाईहरुलाई हामीले खान्छौं के भन्न चाहनुहुन्छ तब त काली देखाछ त वाउ काली हुआ त क्या हुआ so nice के भन्न चाहनुहुन्छ म त त्यो मान्छेलाई काटेर खाइदिन्छु कुन एंगलबाट मान्छे देख्यो चारवटा खुट्टा भएर मान्छे देखेको काली देख्यो काली हैन कालो गुरुवालाई कस्तो देख्यो जन उजो जन कति काली देखाछ हेर त यतिले हेर्दा त कालो जम हो जम काली जम अब जम यहाँबाट चाहिँ जंगली खरायोहरु आउनुभएछ दुईवटा लाइन हुनेसँगै हामी दुईवटा लाइन बनाएर गराउनेछौँ कस्तो भयो मिस तपाईलाई एकदम धेरै धन्यवाद कस्तो भयो पिकनिक रमाइलो भयो कस्तो भयो हो त निशा सर तपाईले कस्तो लाग्यो आजको पिकनिक एकदम राम्रो थियो ए पहिला भन्दा धेरै राम्रो हजुर एकदम रमाइलो भयो है ल
फाइनली हामी जान लागिसकेको छौँ घरमा। हाम्रो टोलीहरू हुन्छ यता